हेलो नमस्ते सम्पूर्णमा फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा। आज चाहिँ म बाहिर सप जाँदैछु हैन। सब रेडी टक्क रेडी भएर चाहिँ म निस्किसकेको छु। आज सपमा चाहिँ हाम्रो बाहिर कस्तो छ त मालदिप्सको मान्दुको आइल्यान्डमा चाहिँ बजार कस्तो छ त तपाईहरुलाई म देखाउने छु। अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। नमस्ते सम्पूर्णमा फेरि पनि म आज बजार आइसके हैन। टक्क देख्न सक्नुहुन्छ आज बजार हाम्रो यहाँको यस्तो बजारहरु हुन्छ। यस्तो सानसानो मार्केटिङहरु जस्तै हेर्नुमा सानसानो सपहरु हुन्छ। अनि त्यसपछि यसमा टक्क जाने सबै कुराहरु जे पाउँछ त्यतै टक्क लिने हेर्ने। अनि त्यसपछि आज म चाहिँ हामी यस्तो बस्ने ठाउँ रहेछ हैन। अनि त्यसपछि यस्तो पार्क रहेछ। त्यो पार्कमा चाहिँ बस्दै छु हैन। टक्क यहाँ यसरी बस्ने प्ले गर्ने तपाईहरुले देख्न सक्नुहुन्छ। यस्तै हो बजार हाम्रो हैन। तपाईहरुले पुरा भिडियो हेर्नु होला। अझै पनि बाँकी छ। भर्खरै फर्स्ट टाइम हो। यताउता तपाईहरुलाई म देखाउने नै छु सबैतिर। अझै हाम्रो बजार त्यही हो। यहाँ चाहिँ एकदम राम्रो छ सबैतिर। यो चाहिँ बाटोहरु यही हो देख्न सक्नुहुन्छ हैन। गल्ली गल्लीमा पुरै पिच छ। यो सपहरु त्यही होला त्यो। साथीहरु यही हो सप चाहिँ हैन। यस्तो यो प्रोडक्टहरुको चाहिँ अलग अलग छ। यो प्रोडक्ट हो কিরে বাংলাদেশি বন্ধু তুমি কি করবো রে বন্ধু? আমি শপিং করব वेटिंग करब रे वीडियो करब हामी। विशाल बाद में मैं तुमको साथ मिलना। क्या मिलना है बोलो ना। वीडियो में बोलना क्या बोलना है? वीडियो में नहीं, ये अपना पर्सनल है। मेरे बांग्लादेशी साथी है। वीडियो में नहीं बोल सकता है। बोलेगा तो पूरा सब को बात है। ठीक है दोस्त। हमारा सुना बंधु। मेरे को लगता है तुम्हारे पास हाँ तुम्ही कैसे रे बंधु? हेलो हामी भिडियो बनाइसी रे बंधु। लगा है ना हल्का। इंडियन गाइस यही हो ल। सब हजुरहरुले देख्न सक्नुहुन्छ। त्यो कपडाहरु सब कपडा साबुन ब्रशहरुदेखि लिएर हरेक यो त अब यो प्रोडक्टको सामानहरु ब्युटी सम्बन्धी चकलेटहरु चकलेट जस्तो टाइपको ट्याङ्गो चकलेट गोपाल छ यो 50 रुपैयाँ यहाँको 50 रुपैयाँको है यो। कितना अच्छा लग रहा है। क्या घर जाने का टाइम नहीं मिलेगा सर। चॉकलेट डेयरी मिल्क बहुत अच्छा है। करिश्मा के छ करिश्मा? हमने दिएको भए मर्यो अर्को पनि के पुग्यो
ओए बा हाम्रो बङ्गलादेशी भाइले चाहिँ एकदम नेपाली गीत खतरा गाउँदो रहेछ लगाइदेऊ त एकचोटि तिम्रो लागि मै भइछु पारी यारे आजलाई देऊ मायाको हात कडी ओ दामी दामी ल दामी दामी भयो र खतरा खतरा ल ल ल थ्याङ्क यू गाइस थ्याङ्क यू मलाई भाइरल गरिदिनुस् ल हाम्रो बङ्गलादेशको साथी मेरो बन्धुलाई यार इन्डिया हो होइन पुरा पहिलाको त हो नि पहिलाको म बङ्गलादेश अहिले जे भयो पनि तपाईँले सपोर्ट गरिदिनु होला है त भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट गरेर सेयर पनि गरिदिनु होला शेयर एकदम धरा एकदम आ गए हम लोग पहुंच गया नहीं यार बाकी है मैं आइला मैं तो पूरा काला हो गया तो हम लोग काला है ना काला तो टेंशन कहीं को रे हामी चाहिँ अब टक्क बिरयानी खाएर चाहिँ निस्क्यौँ हैन यहाँबाट कताबाट हो सिधै हो माने रहेछ के हो कि म तिम्रैमा जन्मेको रहेछु म फिगर तिम्रो दामी सोल्टीले गायो गीत गायो नेपाली गीत गायो मलाई त नेपाली गीत मन पर्छ भाइ हो ल ठिक छ हाम्रो राज सोल्टी यार किन यार एकदम ठिक छ नि एकदम ठिक बिरयानी कस्तो लाग्यो एकदम मिठो लाग्यो हल्का तर आज अलि पिरो थियो क्या हो पिरो चाहिँ मलाई नि लाग्यो तर पनि पिरो चाहिँ मलाई पनि बाबालाई लाग्यो अलिकति चाहिँ पिरो जस्तो थियो तैपनि मिठो त मिठो थियो है मिठो थियो तर मैले पुरै खानै सकिनँ पिरो भएर यार थियो ठिक छ अर्को टाइम नेक्स्ट बेटर टाइम हामी चाहिँ बेटर राम्रो बना भन्नु होला एकदम एकदम गाडी आयो त ताराहरू जस्तो छ देखि नै सक्नुभयो होइन तपाईँहरूले यहाँको चाहिँ होइन आइल्यान्डको चाहिँ हाम्रो यस्तो गल्ली गल्ली छ काठमाडौँको गल्ली जस्तै हो वसानको गल्ली जस्तो छ हेर्नु त यता हेरे यतै गल्ली छ यता हेरे यतै छ यता हेरे यतै गल्ली छ यहाँको घरहरू चाहिँ फेरि यस्तै यस्तै हो होइन नमो के भन्छ होइन सबै छाप्रो हो देख्नु न यहाँ कि यस्तो घरहरू हो सबैतिर तर यो भित्र चाहिँ फेरि सबै एसी चाहिँ यस्तो छाप्रो भयो नि त हेर्नुहोस् त घरमा एसी हेर्नु त बबाल छ गर्मी छ नि त किनभने यहाँ धेरै गर्मीहरू छ नि त अनि त्यो भएको कारण पनि टक्क एसी हुन्छ तर छाप्रो हो होइन छाप्रो जस्ताको घरमा तर भित्र चाहिँ फेरि स्ट्यान्डर्ड के हाले पिभिसी के बनाएर चाहिँ राम्रो बनाएको एकदम म त सिधै छक्क परेको भित्र गएको एकजनाको घरभित्र गएको होइन बाहिर हेर्दा त घर टिनमाथि टिन हेर्नुहोस् पुरा टिन लगाएको मस्तको म गएँ के नै होला भित्र भनेको भित्र जाँदा त बाबु म त सक पऱ्यो दङ्ग पऱ्यो स्वर्ग होइन स्वर्ग जस्तो फिल भयो म त त्यहाँ सुतेँ 2 घन्टासम्म त सुतेँ मस्तले उठेँ एसी चलाइदिएको फ्यान चलाइदिएको बाहिर यस्तो गर्मी भित्र मस्तले सुत्यो उठेर 2 घन्टा 3 घन्टा रेस्ट गरेर फेरि उठेर आइयो यस्तो राम्रो मार्बल भनेपछि सम्झिनुहोस् अहिले पनि यो घरमा हामीले बाहिरबाट हेर्दा यति नर्मल देखिरहेको छौँ नि तर भित्र चाहिँ एकदम भिआइपी नै हुन्छ कि यहाँ ठाउँमा चाहिँ होइन बनाउन यहाँनिर यस्तो छ माथि जस्ताको छ तर तल भने फेरि खतरा भिआइपी छ कि भित्र चाहिँ हाम्रो नेपालमा चाहिँ अब हुन्छ नि माथि टिन भयो भने तल पनि त्यस्तै खालको हुन्छ हाम्रो जस्तो देखाइ त्यस्तो भोगाइ हुन्छ अब यहाँ चाहिँ जस्तो देखाइ त्यस्तो छैन देखा जस्तो बाहिरबाट देख्छ भित्र त्यस्तो छैन यहाँ चाहिँ एकदम स्ट्यान्डर्ड टाइपकै हुन्छ त्यही हो जे भयो पनि हेर्नु न यस्तै हो कि यहाँको घर भनेको सबै सब क्लोज भइसक्यो नि अब
सबहरूको कुरा गर्नुहुन्छ भने यस्तो हो यस्तो सबहरू हो यस्तै मार्केटहरूमा जाने यो भित्र नुनदेखि सुनसम्म एकै ठाउँ पाइने ठाउँ हो हैन एकदम त्यस्तै हो। अब हाम्रो गाडीले चाहिँ हामीलाई के गर्छ भन्ने कुरो हो हैन गाडी छुटिरहेछ अघिदेखिबाट यस्तो बिल्डिङ भनेको यही हो कि हेर्नु न कति सानो पिलरहरू छ यस्तो हो कि खासै त्यस्तो ठुलो खालको त्यस्तो छैन यहाँनिर पिलर पनि हाम्रो त कति 12x12 हो कति नभएको नि पास हुँदैन नि यताको चाहिँ खै कतिको भन्नुहुन्छ पिलरलाई अब यस्तो हुन्छ है त्यही हो। सो गाइज यही हो हैन तपाईँहरूलाई भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला। त्यही भन्दै आज एकदम घाम भयो म हैन बोल्न पनि गाह्रो भयो भर्खर खाएर पनि आएको हैन निस्किन हिँड्न पनि गाह्रो भइरहेछ अहिले चाहिँ बन्द गरिदिन्छु है त।